यो एट्र्याक्सन मार्केटिङमा चाहिँ जुन फलोवर्स, भ्युअर्स, सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले 3टा कुरा दिन सकिन्छ, जुन चाहिँ हजुरहरूको कन्टेन्ट मार्फत चाहिँ उहाँहरूले आफ्नो कन्टेन्टहरूबाट इन्टरटेनमेन्ट पनि लिनुहोस् रे। अनि अर्को कुरा, दोस्रो कुरा चाहिँ हजुरहरूले आफ्नो कुराहरू सेयर गर्दै गर्दा, पोस्टिङ गर्दै गर्दा चाहिँ उहाँहरूले आफ्नो लाइफको ज्ञान गुणको कुराहरू पनि लियोस् अरे। त्यो चाहिँ इन्टरटेनमेन्ट नभएर एजुकेसनको कन्टेन्ट पनि उहाँले सिक्नुहुन्छ। हाम्रो 2टा कुराहरू पोस्टिङ गर्दै गर्दा, कन्टेन्ट तयार गर्दै गर्दा चाहिँ उहाँहरूले हामीलाई फलो गर्नुहुन्छ, हाम्रो पोस्टहरू हेर्नुहुन्छ। अनि त्यसबाट चाहिँ उहाँहरूले तेस्रोमा चाहिँ आफ्नो पोस्ट, आफ्नो कन्टेन्टबाट चाहिँ उहाँहरूले इन्कम गर्ने प्लेटफर्म, पैसा चाहिँ कसरी कमाइन्छ भन्ने कुराहरू, लाइफ अपर्च्युनिटी पनि सिक्न सक्नुहुन्छ, यसबाट लिन सक्नुहुन्छ। यही कुराहरू तयार गर्न सिकाएको हुन्छ हामीलाई यस बिजनेसमा चाहिँ। यही नै हो एट्र्याक्सन मार्केटिङ। यति पोस्टिङ गर्दै गर्दा हजुरहरूको त्यतिखेर नै वेबसाइट पनि तयार हुन्छ होइन। त्यो वेबसाइट चाहिँ तपाईँले तयार गर्नु पर्दैन, सिस्टमले नै तयार गरिदिन्छ। हजुरहरूले 10वटा हुन्छ त्यहाँनिर चाहिँ छान्ने, अनि त्यसपछि आफ्नो फोटो लगाउने मात्रै हुन्छ यसमा चाहिँ होइन। अरू म हजुरहरूलाई थप्दै जानेछु भन्न चाहन्छु। हस्त, धन्यवाद।